सुन्तला खान भारे गाउँ सुन्तला खान भारे गाउँ के बोका पनि पाल्नु भएको छ त दिदी बाख्रा बोका दादा त सुन्तला खाएर पेट 3टा सुन्तलाले अगाइन्दो रहेछ के यता बाख्रा चाहिँ कसरी पाल्नु हो व्यवस्थापन गरेर थोर चाहिँ ठुलै रहेछ तर हाम्रो दिदीहरु चाहिँ यता बाख्रा पालन पनि गर्नु भएको रहेछ ठुला ठुला खान यो चाहिँ बोका रहेछ पाठापाठी पनि छन् है एकदम राम्रो व्यवस्था गरेर गर्नु भएको चाहिँ यत्रो सानो सानो बुट्टा पनि यस्तो फलेछ है मेसैसित टिप्नु पर्यो हत्तरेको त्यसो नगरिस् न दिदी हो र ल ल ल हामी नि सर्लगा टिपौँ न त ओए यहाँ आइज न यो खस्तो पनि रहेछ है ल ल हेर्नुस् यस्तो सुन्तलाहरू तर हेर्न बबाल छ नि मैना खत्री टिकटकमा चाहिँ हुनुहुन्छ लाइक कमेन्ट फलो मेसेसित साना पनि टिप्ने साना त अलि ठुला हुन्छ होला नि दिदी कहिलेसम्म राख्नुहुन्छ यो बुट्टामा हो र त्यो कहाँ खै माइक तेरो खै माइक हजुर ए कहिलेसम्म रहन्छ खै दिदी अब सुन्तला भइन्छ भोलि सकिन्छ भोलि सकिन्छ हैन लास्ट कहिलेसम्म राख्न मिल्छ लास्ट त वैशाखसम्म पनि राख्न मिल्छ यो सुन्तला कहिले फुल खेल्छ त यो चैतमा अब ए चैतमा भनेपछि वैशाखसम्म राखेपछि त यो त अलि उ हुन्छ होला नि त बुटोलाई असर पर्छ होला नि त बुटा फुल्छ त्यसपछि त्यसमा फल पनि हुन्छ असर त खै अब अरूले राख्छन् तर फलेको हुन्छ के त्यो फल फुलेपछि पनि हजुरहरूले यो फल रहिरहन्छ हैन रहिरहन्छ त्यही त